म त जो भरि पनि जता जताबाट हुन्छ त्यतैबाट लगिदिनु घरसम्म पुऱ्याइदिनु मात्र भन्छु। घर हो र नयाँ बस पार्कमा? होइन लास्टै लो रेट छ है गाइज। कहाँ हो जानु पर्यो चाहिँ कहाँ हो, म कहाँ छु, लेट्स गो। हजुर म आइपुगेँ है। हस् तामा चाहिँ नहोस्, मान्छे जाने होस् है बरु यार। 170 लो रेट त नि 9 किलोमिटर गर्ने। अभी मजा आएगा ना भिड़ो। मेरो त हुनु पऱ्यो त यार। हजुर हजुर। ए अब कताबाट पो जाने हो त यार? कताबाट जाने हो भने ए नजिक कताबाट पर्छ थाहा छैन क्या मेन कुरो। ल भने म पनि भर्खर गरेको म्यापै हेर्न आउँदैन कि त्यति धेरै। है अहिले लभिङ मलमा आइपुगेको टिप्न लागेर त्यसो यहाँ कहाँ छिरेको ठाउँको नाम नि थाहा छैन। ल बहुत तेज हो रहा है। त्यही भएर त मैले लो रेटमै उठाइदिएको। थाहा नै छैन कि गर्ने आउँदैन अनि। ओहो के हो, कस्तो घोच्यो त हजुरको हातमा के छ र? नङ पाल्नु भएको छ क्या हो? कस्तो घोच्यो नि त यहाँ नि। यस्तो पातलो सर्ला छु 600 घोचतिर हुनसक्छ। बास ब्रासलेटले हुनसक्छ। के को ब्रासलेट हो त्यस्तो बवाल घोचिदियो मलाई? सुनको हो कि चाँदीको हो कि के हो? अनि तामाकोले त अनि त्यहाँबाट घाउ बनाइदियो भने त फेरि टिटानसको लाउनु पर्छ त अनि तनाव हुन्छ नि त अनि। ल कत्रो खाल्डो हो यो यार? म त जो भरि पनि जता जताबाट हुन्छ त्यतैबाट लगिदिनु घरसम्म पुऱ्याइदिनु मात्र भन्छु। घर हो र नयाँ बस पार्कमा? होइन ए ए त्यो त बस पार्कमा त घर हुन नपर्ने हो। बस पार्क त बस पार्क भइगयो। ए अनि एयरपोर्टमा कहाँ आउनु पर्यो त? बस पार्कमा आउनु भयो? अब म त स्ट्यान्ड नजान्नु पर्यो भने नि बाटो त खोज्न त पर्दैन। अब जहाँ हिँडे नि पुग्नु त पुऱ्याइहाल्छ, तर ठाउँमा पुग्नु पर्यो भन्ने कुरो हो क्या। अनि अहिलेसम्म यस्तो बाइक परेको थियो कि थिएन इन्डाइ पर्दाखेरि? अग्लोमा अग्लो क्रस फायर। हजुर भर्याङ लाएर चढ्नु पर्ने थियो। झर्दाखेरि होइन बाटोमा ए कुदाएको थियो। त्यसले नगर्नु न म मर्छु भनेको त होइन मरेको मरुन्न भनेर पो कुदाउँछ। पुरै कति 40 मिनटको बाटो त्यसले 25 मिनटमा ल्याइदिएको। बाटो खाली थियो होला नि त? बाटो नि खाली थियो। म नि कुदाइदिउँ त? क्रस फायर भन्दा क्रस फायरमा अनि कि त्यो दाइले फ्री राइड गर्दै होला नि त्यस्तो कुदाएपछि त? ए होइन होला है।
त्यस्तो कुदाइदियो होइन एयरपोर्टै हराइदियो मैले भाइ पैसा नदिकन हिँडिदिन्थेँ एयरपोर्टको उल्टो ल्यायो भनेर ए अनि आफूलाई नि हतार रहेछ नि त कुदा भने हो क्या आफैले होइन नि पानी परिरहेछ त्यही माथि ए कुदाएको त्यस्तै फेरि अनि अलिक पानी परिरहेथ्यो अनि कुदायो एयरपोर्ट मैले कानमा गीत सुनेर बसिरहेको थिएँ जहिले पनि गीत सुने पनि आज छैन लास्टमा हावाले कानबाट एयरपोर्ट छैन होइन छैन नि ए एयरपोर्ट भन्छ कि एयरपोर्ट भन्छ के हो खासमा अब्बास बेटा एयरपोर्ट ए एयरपोर्ट सिमलाको ब्लुटुथ एयरपोर्ट त एयरपोर्ट भइहाल्यो नि ए प्रभु एयरपोर्ट भनेको एयरपोर्ट चाहिँ प्लेनवाला एयरपोर्ट होइन कि एयरपोर्ट एयरपोर्ट भन्छ कि एयरपोर्ट भन्छ के हो एयरपोर्ट हो कि एयरपोर्ट हो एयरपोर्ट भन्ने त हुँदै होइन होला नि त्यो त हुँदै होइन होला नि एयरपोर्ट भन्ने नि हुन्छ र अनि एयर जानेको अनपढको गवर्नर बोल्दिन त्यस्तै हो क्या एयरपोर्ट भन्छ एयरपोर्ट भन्दैन बाटो चलेन अनि फेरि म पनि मनपुज त्यो दिदी पनि मनपुज बस्तारमा खत्रै ठिक्क होला भनेर तपाईँको घर चाहिँ कता हो दिदीको घर त मोरङतिर होला मेरो यता नुवाकोटतिर हो नुवाकोटको कहाँ हो नुवाकोट यता पिपलतिर दुई पिपल अँ ए मेरो नि त्यहीँतिर हो नि हो र अनि भन न ल तिमीले हो भने मजाक गर्दै हो क्या दुई पिपलमा त हो नि मेरो नि त्यो एउटा के स्कुल छ नि त जङ्गलमा के दुई पिपलतिर त्यो कता हो फेरि बाटै भोल्ला गफको तालमा यार कुन चाहिँ टोखा छोरेको बाटो जाने गरेछ घर जाँदा कुन चाहिँ बाटो जाने गरेछ हामी त उबाट जान्छौँ प्राय ककनीबाट ककनीबाट अनि यता उबाट तलबाट नि जान्छ ए अनि ककनी रानीपवा भन्ने थाहा होला नि हजुरलाई होइन ए त्यतिर घुम्न गइरहेको हुन्छु म नि जन्मेर मैले दुईचोटि गएँ एकचोटि दिदीको डेलिभरी टाइम एकचोटि ए नत्र यतै हो घरै हो कि बसाइ मात्र हो यता बासाइ मात्रै हो गाउँघरतिर हुनु परेन अहिलेसम्म घर बनाउने पैसा त बसेर अब सकिसक्यो होला अनि भाडा हिसाब गर्ने हो भने त होइन अहिलेसम्म भाडा तिरे पैसा त दुईवटा घर बन्ने बेला भयो होला है आफ्नो नाम त एउटा पाल तान्न सके होइन घरको कुरा जग्गा त सरेछ नि हाम्रो त्यही त छैन अनि जग्गा त आफ्नो बाउको छैन आमाको छैन कताबाट पार्ने हो र अनि टक्क नुवाकोटमा नबसेर अनि किन त अनि यो काठमाडौँतिर अब अगाडि आउने सात पुस्ताले बनायो भने त हुन्छ होला आफ्नो घर अब तपाईँले पत्ताउनु भएन मेरो घर नै नुवाकोट हो भन्दाखेरि हो न हो अझ त्यही भएर नुवाकोटको मान्छे भेट भएर होला पहिलो तालि नै कस्तो घोष दियो यार दुखिरहेको अहिलेसम्म यहाँ चार्जै हुँदैन त पावर ब्याङ्कबाट नि के भयो फेरि त्यत्रो खर्च लगाएर बनाएँ अहिले आएर चार्ज हुँदैन त यार हजुरले त यो एरियातिर सब थाहा होला है मैले म्याप अफ गरिदिएँ किन हेर्नु है भन्नु नि त ल तेज हो रहा है बहुत यो बालाजु उता माथि के भन्छ मनोगत माथि साथीदेखि बालाजुदेखि आएर भक्तपुरदेखि अनि यता उतासम्म के भन्छ यता ललितपुरदेखि अनि त्यसपछि उता सिनेमङ्गलसम्म पुरानो सिनेमङ्गल कि नयाँ सिनेमङ्गल नयाँ पुरानो सबै सब थाहा छ गङ्गापुर चाहिँ कहाँ छ थाहा छैन तर गोकर्णेश्वरबाट कहाँसम्म थाहा रे सासु माथि टक त्यो पानीमा जाने बाटो यताबाट पानी छ उताबाट ए अनि टोखा अनि अब त्यही के अरे ककनी जाने मान्छेलाई गङ्गापुर कहाँ छ थाहा छैन होइन ए महाराजगञ्ज पनि थाहा छैन भनेपछि एयरपोर्ट चाहिँ थाहा अनि स्वयम्भू थाहा अनि त्यही दुईटाको बिचमा त हो नि होइन र ल अचम्म नखोजे नि त्यो बाटो त हिँड्यो होला नि त त्यत्रो बाटो हिँडेपछि त अनि महाराजगञ्ज पनि थाहा रे अनि त्यहाँबाट स्वयम्भू पनि थाहा रे अनि लास्टमा फेरि बालाजु थाहा माछा पोखरी थाहा छैन माछा पोखरी अनि माछा पोखरी थाहा छ गङ्गापुर थाहा छैन त्यो सङ्गीत एउटै ठाउँ त हो
लोसे मल थाहा कहाँ? लोसे मल सुन्नुभएको लोसे मल? बिजी मल थाहा बिजी मल ल अनि आवार त्यसै बिजी मल थाहा छ गङ्गपु थाहा छैन अरे होइन त्यो बिजी मल गएको छु होइन तर गङ्गपु गएको छैन अरे कहना क्या चाहते हो ए जगन्नाथ अचम्मै यो पेसेन्जर थाहा छैन आजै थाहा भयो आज थाहा बिजी मल यहाँनिर म देखाइदिन्छु हेर्नु है तपाईँ बिजी मल जानुभयो भने होइन बिजी मल यहाँनिर छ नयाँ बस पार्क यहाँ छ के हामी बस पार्कमै जाने हो कि कहाँनिर जाने होला भन्नु बस पार्कमै जाने बस पार्कभित्रै खै कतातिर पो छ अब तिम्रो हप्ता गएर खोज्नुपर्छ कल गर्नुपर्छ कता छ खोज्नुपर्छ होइन होला ल मैले चार्जै भयो भने त फेरि यार के हो र चार्जै भइदियो नि त ओ माई गड यो चाहिँ के रहेछ उयो हजुर उयो चाहिँ के हो यो यो रङ्गशाला होला नि रङ्गशाला के हो यो त्रिपुरेश्वर हो त्रिपुरेश्वर तर यो भित्र चाहिँ के छ थाहा छैन साम्बा भन्ने चिनाइसक्यो नि साम्बा दिदीलाई साम्बा भन्ने मान्छे चिनाइसकेको छैन हो त्यो दिदीले फुटबल खेल्न हो यो हजुर अनि तपाईँहरू नुवाकोटको मान्छे कहाँ हो साखुतिर बस्न पुग्यो त अनि म तपाईँ नुवाकोटको मान्छेहरू तपाईँ यो बालाजु साइडै बस्नु नि त धेरै जसो तपाईँहरू चाहिँ अलिक टाढै आउनुभएको छ क्या अनि हरायो भने छैन अलिअलि त थाहा हुनु पर्छ आफै नि घर जाने बाटो त पञ्च जाने बाटो थाहा छैन अब घर जाने बाटो त थाहा हुनु पर्यो नि अहिले यहाँ आउनु पर्यो भने चाहिँ कहाँ खोज्दैन नि त अनि त्यही भएर यो चाबेल हुँदै पशुपति हुँदै अनि कोटेश्वर हुँदै आउँछ आम्बो होइन होला अनि कहाँ मैले नि सर्कट खोजे हो त अनि यही त हो बाटै यो सुन्दारा भने के हो यो धरहरा रहेछ यहाँ है ओहो भने के गर्नु त कति तल खाँदै 22 तल खाँदै त्यो एउटा डल्टोभित्र 2 तल हो नि त अनि एउटा तलभित्र 2-3 तल हो क्या त्यो गोलो गोलो छ नि त्यसमा 1-2 तल भन्छ क्या त्यहाँभित्र घरभन्दा सानो खाने त्यसरी त नि यो घर हो कि के हो यो महल रहेछ महल छिरेको खुलेको क्या नयाँ खुलेको क्या त्यो कुनै टिकटकमा देखिरहेको थिएँ मैले के नयाँ कुरो किनफ्रेन्डली ठाउँ त्यो फुलको त्यो झुला झुला जस्तोहरू देखाएको थिएँ कता हो ए ल साथीहरू भिडियो लामो भइसकेको छ है च्यानल चाहिँ सब्सक्राइब गर्नु होला अहिलेलाई भिडियो यति गरौँ पार्ट 2 को लागि ट्याग सब्सक्राइब गरेर बस्नु होला अब धेरै लामो भइसकेको छ भिडियो एकदम बबाल रमाइलो छ पार्ट 2 पनि रमाइलो छ यहीँबाट कन्टिन्यू हुनेछ है च्यानललाई चाहिँ सब्सक्राइब गर्नु गाइज है त चतर